एसएलसीको रिजल्ट 1 महिनामै निकाल्ने भएछ है दाइ। हामी चाहिँ 63 जना शान्ति सुधाको ब्याच हो है। द्याट्स ग्रेट यार। पहिला 3 महिना लाग्थ्यो, 3 महिना मात्रै अझ धेरै लाग्थ्यो नि है। योचोटि त ठ्याक्कै एक्जाम सक्यो, 1 महिनामा रिजल्ट आउट। द्याट्स गुड। कङ्ग्रेचुलेसन्स टु अल द स्टुडेन्ट्स। र सरकारलाई पनि बधाई छ है त, आफ्नो बोलीमा पक्का भयो। अनि के छ त नि एसएलसीको मेमोरिज के छ साथीभाइहरूको? हामी त है धेरै अगाडि दिएको 2063 सालमा शान्ति सुधा सेकेन्डरी इङ्ग्लिस बोर्डिङ स्कुल कोराइदाङबाट 63 सालमा 63 जान्यौँ। 63 जना नै सबै राम्रो अङ्क लिएर पास भएको त्यो ब्याचमा। मेमोरिज धेरै छ। त्यो बेलामा एसएलसी भनेको जस्ट एजुकेसन आइरन बार भनिन्थ्यो, एजुकेसन मात्रै लिइन्थ्यो नि त। अहिले यसो आएर ब्याक डेटमा आएर हेर्दाखेरि चाहिँ त्यो नर्सरीदेखि भनौँ अझ 1देखिको मेमोरिज हुँदो रहेछ क्या एसएलसीसम्म 10 कक्षासम्मको। त्यो मेमोरिजहरू छुट्ने बेलामा चाहिँ त्यसलाई पनि त्यसले गर्दा धेरै इम्पोर्टेन्ट पनि रहेछ जस्तो लाग्छ अहिले आउँदाखेरि चाहिँ। अनि के छ त हजुरहरूको एसएलसीको मेमोरिजहरू? एसएलसीसँगै दिएका साथीहरू कतिजना कन्ट्याक्टमा छन् अहिलेसम्म? म त अहिले लेटली है हामी 63 जना थियौँ, 2टा सेक्सन गरेर, सेक्सन ए र सेक्सन बी गरेर। रेगुलर कन्ट्याक्ट भएको त 1 जना मात्रै छ, मेरो पवन कार्की भन्ने साथी छ। अनि अरू 4-5 जनाहरूसँग कहिलेकाहीँ अकेजनली कुरा हुन्छ, तर अदर्स कता छ हो साथीभाइहरू? के छ त नि हजुरको साथीभाइ को छ, कसरी कुरा हुन्छ कि न एसएलसीवाला साथीभाइहरूसँग? ट्याग गर्नुहोस् हजुरको साथीभाइहरूलाई। अनि एसएलसीको के छ त बेस्ट मेमोरिज हजुरहरूको? हाम्रो त के थियो, हामीहरू है त्यो बेलामा शान्ति सुधाकी गोर्खा जान लगभग 20-25 मिनट लाग्थ्यो होला। होस्टेल बस्नै पर्थ्यो नि त, होस्टेल बसिन्थ्यो। लखर हिँड्दै जान्थ्यौँ क्या बिहानको इक्जाममा। अहिले चाहिँ गयो भने कोही नि हिँड्दैन क्या ताङमा, सबै अटो, आफ्नो गाडी, बाइक, स्कुटी, अटो है, केही न केही त भइहाल्छ। त्यो कारणले गर्दाखेरि एसएलसीको मेमोरिज राम्रै छ मेरो चाहिँ। हजुरहरूको कस्तो छ, के छ, को साथीसँग कन्ट्याक्ट गर्नुहुन्छ? एसएलसीको फ्रेन्डहरूलाई ट्याग गरौँ है त।